नेपालका सेता हिमालमा चलिरहेको कालो धन्दाको एउटा गम्भीर रहस्य छताछुल्ल भएको छ। लामो र ठुलो मात्रामा यसको क्षति भएको कारणले राष्ट्रिय हित विरुद्धको अपराधको हिसाबले हामीले अनुसन्धान सुरु गर्न खोजेका छौँ। नेपाल घुम्न आएका विदेशीहरू यिनीहरूको मुख्य टार्गेट हुन्। सुरुमा घुमाउने जिम्मा लिन्छन्, त्यसपछि उनीहरूलाई बिरामी पार्ने अनेक हत्कण्डा अपनाउँछन्। बिरामी पर्दै नपरे खानामा विषादी मिसाउँछन्। डायरिया चलाएर उठ्नै नसक्ने अवस्थामा पुर्याएपछि उद्धारको बहाना बनाएर हेलिकप्टर चढाउँछन्। त्यसपछि करोडौं सोहोर्न काठमाडौँका महँगो अस्पतालमा पुर्याउँछन् र भयभरका पैसा झ्वाम पार्छन्। बाहिरतिर हुँदै नहुने अवस्थाको यो रेस्क्युको प्याटर्न्सहरू यहाँ देखिने अवस्था छ। यो सम्पूर्ण रूपमा हामीले गरेकै अहिले उसको गरियो भने 19 मिलियन अलमोस्ट 20 मिलियनको कुराहरू चाहिँ हामीसँग। हिमाल आरोहण र ट्रेकिङका क्षेत्रमा चलिरहेको लुटको गोरख धन्दा हो यो, जसमध्ये यो धन्दाका केही व्यक्तिहरूको भेद खुलेको छ। अब देशकै बेइज्जत हुने गरी गन्दा धन्दा चलाएका यिनीहरूलाई चिनौं। नम्बर 1, माउन्टेन रेस्क्यु सर्भिस प्रणालीका सञ्चालक जयराम रिमाल। नम्बर 2, माउन्टेन रेस्क्यु सर्भिस प्रणालीका म्यानेजर विवेक पाण्डे। नम्बर 3, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी। नम्बर 4, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक राज थपलिया। नम्बर 5, एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्ट प्रणालीका सञ्चालक मुक्ति पाण्डे र नम्बर 6, सोही कम्पनीका म्यानेजर सुभाष केसी। यो धन्दामा सामेल हालका प्रमुख व्यक्तिहरू यिनै हुन्। यिनै 3 कम्पनीबाट 317 जना विदेशी पर्यटकहरूलाई नक्कली रेस्क्यु गरी अकुत लुट मचाएको तथ्य सिआइबीले आइतबार सार्वजनिक गरेको छ। यी 6 जनालाई पक्राउ गरेपछि उनीहरूको भण्डाफोर भएको हो। ट्रेकर्सहरूलाई त्यो हेलिकप्टर लिने अवस्था पनि बनाइएको थियो र सामान्य खालको इलनेसहरू सामान्य खालकोमा पनि हेलिकप्टर प्रयोग भएको अवस्था थियो। एउटै हेलिकप्टर रेस्क्यु भएकोमा पनि मल्टिपल क्लेम्सहरू गरेर हामीले त्यसमा क्लेम भएको कुराहरू पनि उसले उठाएको थियो र कति चार्टर फ्लाइटलाई रेस्क्युमा कन्भर्ट गरिएको कुराहरू पनि उसले उठाएको थियो। त्यसैले अनि यो गरे बापत कमिसन पनि दिएको कुराहरू उसले आफ्नो रिपोर्टमा उसले त्यो रिपोर्टलाई आफ्नो रिसर्च रिपोर्ट पनि भनेको थियो। त्यो हिसाबले उठाएको अवस्था हामीसँग थियो। यिनीहरूको धन्दाको कहानी झन् रोचक छ। नेपाल आउने पर्यटकहरूले उच्च हिमाली क्षेत्रमा जाने भएपछि बिमा गर्छन्। बिमा पोलिसी बारे सुरुमा ट्राभल एजेन्सीहरूले जानकारी लिन्छन्। बिमा गरेको यकिन भएपछि फेक रेस्क्युको योजना बन्न थाल्छ। उच्च हिमाली क्षेत्रमा पुगेपछि पर्यटकहरूलाई सामान्य समस्या हुन्छ नै, अर्थात् त्यसलाई खास ठूलो जोखिम मानिन्न। तर उनीहरूसँगै गएका गाइडहरूले ज्यान जान सक्छ भन्दै बढाई चढाई गर्छन्। त्यति मात्र होइन, मनोबल गिराउने काम गर्दै बिरामी नै पर्ने अवस्थामा पुर्याउँछन्। त्यतिले पनि नभएपछि खानामा डायरिया हुने लगायतका औषधिको प्रयोग गर्छन्। पर्यटकलाई मुस्किल परेपछि हेलिकप्टर कम्पनीहरूको पालो आउँछ। त्यसपछि तुरन्त अस्पताल पुग्नुपर्ने भन्दै अत्याएर हेलिकप्टर मगाउने काम हुन्छ। यसमा ट्रेकिङ ट्राभल्स कम्पनी, हेली रेस्क्यु कम्पनी, गाइड र अस्पतालको सेटिङ हुन्छ। हेलिकप्टरबाट उद्धार गरी ल्याएको पर्यटकलाई उनीहरूले सेटिङ भएको अस्पतालमा भर्ना गर्छन्। कतिलाई आवश्यकता नभए पनि आइसियु, भेन्टिलेटरसम्म राखिन्छ। त्यसपछि रेस्क्यु गरेको देखाएर बिमा रकम पनि दाबी गर्छन्। एउटै पर्यटकबाट 4,500 अमेरिकी डलरदेखि 9,500 सम्म हेली उद्धारकै असुलिन्छ। अर्थात् यो रकम भनेको नेपाली झण्डै 14 लाख रुपियाँसम्म हो। एक ठाउँमा पर्मिट लिनु भएको छ उहाँहरूले जान्छु भनेर, उहाँहरूको रेस्क्यु अर्को ठाउँबाट भएको छ। त्यो धेरै त्यो संख्यामा पनि छ। त्यसैले अब यो किन हो भन्ने चिजको अर्थ पनि देखिन्छ त्यहाँ। यो किन हो भनेर जुन सेक्टरमा उहाँहरू जानु भएको छ त्यहाँको फ्लाइट रेस्क्यु गरियो भने त्यसको पैसा कम हुन्छ। अब माथि उल्लेखित बदमाशहरूले के गरे त्यसलाई केलाएर हेरौं। वास्तविक उद्धार गर्नुपर्ने पर्यटकहरूलाई छोडेर मोटो रकम आउने भएपछि 4 जनालाई उनीहरूले एकैपटक एउटै फ्लाइटमा एकै समयमा रेस्क्यु गरे। तर बिमा दाबी गर्दा उनीहरूलाई फरक फरक समयमा फरक फरक फ्लाइटमा रेस्क्यु गरेको देखाएर 31,100 अमेरिकी डलर बिमा क्लेम गरे। त्यसबाहेक अस्पतालको मात्रै खर्च 11,890 अमेरिकी डलर असुल गरिएको छ। यसरी नै आजसम्म पर्यटकमाथि उनीहरूले गरेको असुलीको आँकडा झनै अत्यास लाग्दो छ। जहाँ माउन्टेन रेस्क्यु सर्भिस प्रणाली पक्राउ परेका जयराम रिमालको हो। 2022 देखि 2025 सम्म यो कम्पनीले 1,248 पर्यटकको उद्धार गरेको छ। त्यसमध्ये 171 जनाको नक्कली उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरे बापत असुलिएको बिमा रकम 1,03,276 अमेरिकी डलर छ। अर्थात् 1,50,40,45,257 नेपाली रुपियाँ हुन आउँछ। नेपाल चार्टर सर्भिसले 417 जनाको उद्धार गरेको छ। त्यसमध्ये 75 जनाको नक्कली उद्धार गरिएको छ, जस बापत उनीहरूले 82,34,082 रुपियाँ अमेरिकी डलर असुल गरेका छन्। अर्थात् यो रकम नेपाली झण्डै 1,19,79,07,494 रुपियाँ हो। एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स प्रणालीले 601 जनाको उद्धार गरेको छ। त्यसमध्ये 71 जनाको नक्कली उद्धार गरिएको छ। 11,53,919 अमेरिकी डलर असुलेको छ, जुन नेपाली रुपियाँ 16,81,54,270 रुपियाँ हो। यी तीनै कम्पनीले हालसम्म नक्कली उद्धार मार्फत मात्रै 19.69 मिलियन अमेरिकी डलर असुलेको सिआइबीको अनुसन्धानमा फेला परेको छ। यो अर्बौं नेपाली रुपियाँ हो। उनीहरूमाथि मुलुकी अपराध संहिताको दफा 51 को राज्य विरुद्धको कसुरमा अनुसन्धान अघि बढेको छ। नेपालमा वार्षिक झन्डै 2 लाख पर्यटकहरू पदयात्राका लागि आउँछन्।
त्यसमध्ये 50,000 बढी उच्च हिमाली भेगमा जान्छन्। 2000 त ट्रेकिङ कम्पनी नै सञ्चालनमा छन्। अधिकांश यस्ता धन्दामा सामेल रहेको आशंका छ भनेपछि अनुमान गर्नुहोस् त अहिले सार्वजनिक भएका त प्रमाणसहित बाहिर आएका विषय हुन्। अझै कति छन् होला जसले पर्यटकबाट असुल्नकै लागि यो खाले धन्दा चलाउँदै आएका छन्। यो धन्दामा विगतदेखि नै काठमाडौँकै एम्स अस्पतालदेखि नर्भिकसम्म जोडिएको आरोप छ। स्वाकन अस्पतालदेखि इरा अस्पताल र स्मृति अस्पताल समेत यो धन्दामा सामेल देखिन्छ। सिआइबीले उनीहरूमाथि समेत छापा हानेको छ। 2075 को घटना हो। रसियन नागरिक पावेल पदयात्रा मार्फत मनाङ पुगे। औषधि भन्दै पानीमा घोलेर केही वस्तु खुवाइयो। त्यसपछि उनी बेहोस भए। उद्धार गरी लगिएका उनको नर्भिक अस्पतालले पासपोर्ट खोसिदियो। 2075 सालमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले पनि फेक रेस्क्यु हुने गरेको स्वीकार गरेको थियो। उनको समितिले दोषी देखाएका अन्य 8 कम्पनीमाथि समेत अनुसन्धान सुरु भएको सिआइबीको स्रोतले बताएको छ। अहिले अधिकांश ट्रेकिङ व्यवसायी र अस्पताल सञ्चालक भागेर विदेश पुगेको देखिन्छ। इरा अस्पतालका सञ्चालक भानु ढकाल भागेर पोर्चुगल र श्याम कणेल भागेर अस्ट्रेलिया पुगेको स्रोतको दाबी छ। त्यसमध्ये अहिले पक्राउ परेका मुक्ति पाण्डे जापान भाग्ने तयारीमा थिए। उनले जापानीसँग बिहे गरेका छन्। फेक रेस्क्युबाट आर्जित पैसाले टेस्ला कार किनेको समेत खुलेको छ। स्मृति अस्पतालका डाक्टर गिरवनराज तिमल सिन्हा समेत यो धन्दाका नायिके मानिएको छ। अल्टिच्युड एयरको नक्कली बिल बनाएको र फर्जी बिमा भुक्तानी गरेको विषयमा समेत अनुसन्धान चलिरहेको सिआइबी स्रोतको भनाइ छ। 2081 पुस 1 र 2082 असोज 12 मा उजुरी परेपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो।